हेलो एभ्रिवान, के सन्चै हुनुहुन्छ? तपाईँहरू जापानमा हुनुहुन्छ र सुइका बनाउन आइरहेको छैन अनि सुइका बनाउने साथीलाई चाहिँ तपाईँले सुइका बनाइदिए भनेर ढोगिरहनु भएको छ भने तपाईँहरूले आज चिन्ता नलिनुहोस् है, किनकि आज तपाईँहरूलाई म छुट्टो तरिकाले अनि सजिलो तरिकाले सुइका बनाउने 1 महिनाको लागि सुइका कसरी बनाउने भन्ने बारेमा सिकाइरहेको छु होइन। अनि तपाईँहरूले पहिला यहाँ इङ्ग्लिस ल्याङ्ग्वेजमा जानुपर्ने हुन्छ, ल्याङ्ग्वेजमा जानुहोस्। तपाईँहरूले किपोर्ड टिकट यहाँ देखाउँछ। अब तपाईँहरू केमा जानुहुन्छ? तपाईँहरू पासमा जाने हो नि त, 1 मन्थको लागि चाहिँ पासमा सिक्नुपर्ने हुन्छ। अनि तपाईँहरूले अब रिवार्ड गर्नु हुन्छ, के गर्नुपर्छ भने न्यू पास गर्नुहोस्। न्यू पास गर्नुभयो। अब के भनेको अब कम्प्युटर पासमा चल्ने हो नि त, अनि कम्प्युटर पासमा चल्ने भएर हामीले कम्प्युटर पासमा चुज गर्नुपर्छ। तपाईँले कति महिनाको सुइका बनाउनुहुन्छ भन्ने कुरा चाहिँ अब तपाईँहरूले यहाँ अब 1 महिनाको 2 3 महिनाको 6 महिनाको बनाउनुहुन्छ नि। अब मैले चाहिँ बनाउनु 1 महिनाको बनाउनु पर्ने हुन्छ अनि मैले चाहिँ 1 महिनामा सिकेँ है। अनि यो कहिलेबाट स्टार्ट गर्ने? अब आज भोलि पर्सि कहिलेबाट स्टार्ट गर्नु भन्नुहुन्छ? अब तपाईँहरूलाई मैले चाहिँ आजबाट स्टार्ट गर्नु छ होइन। अनि आज म सिकेँ है। अनि मलाई चाहिँ अब यहाँ कहाँ दियो भने कुमो गयाबाट अब मैले चाहिँ यहाँनिर कहाँ जानुपर्ने छ तपाईँहरूलाई लेख्नुपर्छ। म त हिगासी उमेर जानुपर्ने हुन्छ, हिगासी। अब यहाँ तपाईँहरू कहाँ जानुपर्ने हुन्छ त्यहाँनिर सुट गर्नु छ। यहाँ हिगासी उमेर छ, अब मैले यहाँ सुट गरेँ है त। अब यहाँ तपाईँहरूले अब यहाँनिर पैसा कति आउँछ भनेर 1 महिनाको यहाँ तपाईँहरूलाई देखाउँछ। यहाँ तपाईँले कन्फर्म गर्नुपर्ने हुन्छ है त। अनि अब त्यो चाहिँ मेरो सुइका भयो। अब तपाईँहरूले यहाँनिर सुइका हाल्नुपर्ने छ। सुइका हाल्यो। अब यहाँनिर अब मैले चाहिँ अब पहिले बनाइसकेको थिएँ होइन। अनि तपाईँहरूलाई नि मैले पहिले बनाइसकेँ। अनि मेक पासपोर्ट नो पासपोर्ट, अब नो पासपोर्ट राख्नु पऱ्यो, नो पासपोर्ट हुने। अनि डु न यहाँ चाहिँ यस्तो देखाउँछ डु नट चार्ज भनेर, डु नट चार्जमा लेखिदिने। अब यहाँ तपाईँहरूले अब चाहिँ यहाँ पैसा माग्छ, यहाँनिर पैसा हाल्नुपर्ने हुन्छ है त। यो चाहिँ पैसा भयो। अब यहाँ पैसा चाहिँ यहाँनिर हाल्नुपर्ने हुन्छ, यहाँनिर राखिदिनु हो। साफी तान्छ है त, साफी तान्यो। अब 20,000 मात्र भयो। अब 20,000 पछि यो चाहिँ मेरो खुल्ला पैसा भयो, खुल्ला पैसा यहाँ। हेर्न सक्नुहुन्छ यसरी भयो। अब यहाँ चाहिँ रिसेप्सन भनेर यहाँ चाहिँ गरेपछि अब तपाईँको बिल सिल सबै रेडी भएर आउँछ। यहाँ चाहिँ प्रोसेसिङ हुँदैछ होइन। अब प्रोसेसिङ भएपछि अब आफै निस्किन्छ है त। यहाँ तपाईँको सुइका बनेर रेडी भएर निस्कियो। अब तपाईँले यसरी निकाल्नु पर्ने हुन्छ है त। हस्त धन्यवाद। यस्तै भिडियो हेर्नलाई तपाईँले कमेन्ट समेन्ट गरिराख्नु होला है त। हस्त धन्यवाद।